हेलो हेलो आज चाहिँ मेरो यो सामान कहाँबाट र कसरी आयो? अल राइट गाइज, म रमेश भट्टराई। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु है। आज चाहिँ म धेरै समयपछि चाहिँ मुसपा जाँदैछु। मुसपा चाहिँ किन जाँदैछु भन्दाखेरि चाहिँ मामा आउनु भएको रहेछ मुसपा हिजो, अनि मामालाई भेट्नको लागि चाहिँ म मुसपा जाँदैछु। अनि म सँगसँगै अनि हाम्रो दाईहरू पनि जाँदै हुन्छु। दाईहरू चाहिँ एक्चुअली चाहिँ उहाँहरू चर्च जानुहुन्छ, अनि उहाँहरूसँगै जान्छु भनेर सोचेको थिएँ र दाईहरूसँगै जान रेडी भएको थिएँ। अनि त्यहाँ दाईहरू पनि धेरैजना हुनुहुन्थ्यो, उहाँहरू पनि अनि म पनि। खास चाहिँ म उहाँहरूकै गाडीमा जाने विचार गरिरहेको थिएँ। उहाँहरूको गाडीमा जाने विचार गरेको भएर चाहिँ अनि उहाँहरूसँग निस्केको थिएँ। म एक्लै पनि जान सक्थेँ ट्याक्सीमा, तै पनि अब दाईहरूसँग जान सहिलो हुन्थ्यो नि त। र गाडी पनि आएर हामी गाडीमा पनि चढ्यौँ। अनि दाईलाई पनि मैले दाई मेरो मिनी भ्लगमा यति हेर्नु न भनेर हेरेको, दाई पनि यसो मुसिक्क हाँसेर हेरिदिनु भयो। र म ठ्याक्क लाएर बसबाट पनि झरिहालेँ। बसबाट झरेर हेर्दा त गर्मी थियो क्या, एकदमै गर्मी थियो। अनि मामा बस्नु हुँदो रहेछ उतापट्टि क्याम्पमा। अनि मामालाई भेट्नको लागि चाहिँ यतापट्टि बसबाट झरेको ठाउँबाट चाहिँ अलिकति हिँड्नुपर्ने रहेछ। लास्टै नै गर्मी थियो क्या, गर्मी चाहिँ एकदमै गर्मी थियो। अब के गर्ने, जति गर्मी भयो नि अब हिँड्नै पऱ्यो। बानी खास चाहिँ हराइसकेछ जे होस् अब, किनभने पहिला रेगुलर गर्मीमा हिँडिरहने बानी र अहिले हिँड्ने बानीमा धेरै फरक भइसकेछ। पहिला त अब गर्मीमा जति नै गर्मी भयो नि हिँडिरहन्थेँ, थाहा हुँदैन थियो। तर अहिले चाहिँ खासै गर्मीमा बाहिर ननिस्किने भएर कि एकदमै गर्मी जस्तो फिल भइरहेछ। सो यहाँ यताबाट चाहिँ कस्तो राम्रो राम्रो अब हरियो घाँसहरू रुखहरू थियो होइन। हाम्रो क्याम्पमा चाहिँ देख्न पाइन्न, किनभने हाम्रो त सबै रमल घारीको बिचमा छ। अनि म एकदम एक्साइटेड पनि थिएँ मामालाई भेट्न पाउँछु भनेर होइन। त्यो सँगसँगै गर्मी पनि थियो। अनि मामा बस्ने क्याम्प चाहिँ यही हो खास होइन, यो ठुलो क्याम्प रहेछ। यो क्याम्पको नाम चाहिँ अलरा भिलेज रहेछ होइन, ठुलो रहेछ, मुसपाको सबैभन्दा ठुलो क्याम्प। अनि यो भिडियो चाहिँ कसले हेर्नुहुन्छ र कहाँको हो भनेर, एक्ज्याक्टली मुसपा कति नम्बर हो भनेर चाहिँ कमेन्ट गरिदिनु होला। र म एकदमै गर्मी भएको कारणले चाहिँ एकदम टायर्ड भइसकेको थिएँ क्या, किनभने धेरै पछि बाहिर नै नसक्नु। मसँग छाता थियो, प्लस मसँग थियो त एउटा टिस्यु थियो पसिना पुस्नको लागि, किनभने एकदम गर्मीमा पसिना आएको आइ गर्छ नि त। अनि त्यति एउटा टिस्युले आफूलाई मेन्टेन गरिरहेको थिएँ। अनि त्यो सँगसँगै अब मामा पनि बाहिर निस्किसक्नु भयो अरे कि रुमबाट भनेर मलाई मेसेज गर्दै हुनुहुन्थ्यो। अनि मैले पनि अब छिटो हिँडेर मामालाई भेट्नलाई एकदम एक्साइटेड थिएँ नि त। अब धेरै पछि अब नेपालबाट आउनुभएको। अनि मामा बाहिर आइसकेपछि मैले हातले इसारा गरेर फाइनल्ली मामालाई पनि भेटेँ। मामालाई भेटेर पनि अनि टक्क फोटो पनि खिच्यो। अनि मामाले ल्याइदिनु भएको यो कोसेली चाहिँ के छ त साथीहरू, अनि मामाले ल्याइदिएको कोसेली चाहिँ मैले क्याम्पमा आएर टक्क लाएर कोसेली खोलेर हेर्दाखेरि चाहिँ कोसेलीभित्र त चौचौ मुलाको अचार र सुकुटी रहेछ। अनि यो चाहिँ हाम्रो नेपालको प्रोडक्ट वाइवाई चौचौ, अनि त्यहाँ एउटा मुलाको अचार अनि सुकुटी रहेछ। अनि यो चाहिँ नेपालको एकदम सिजी ग्रुप चौधरी ग्रुपको चाहिँ वाइवाई चौचौ, यो चाहिँ मुलाको अचार, अनि यो चाहिँ सुकुटी हो। यो यति सामान ल्याइदिनु भएको रहेछ। ल साथीहरू, सबैलाई धेरै धेरै धन्यवाद मेरो भिडियो यति बेरसम्म हेरिदिनु भएकोमा। सबैलाई थ्याङ्क यू सो मच। र म पनि अब रुममा आइसकेँ होइन। सो अब चेन्ज गर्नु पऱ्यो, फ्रेस हुनु पऱ्यो नि त। त्यसैले गर्दा एकदम टायर्ड पनि भइसकेको थिएँ, गर्मी पनि एकदमै थियो होइन। सो म पनि अब सावर लिन फ्रेस हुन जान्छु। र हजुरहरूले मेरो भिडियो एकदम मन पराइदिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यसै गरी साथ सपोर्ट र माया गरिदिनु हुन्छ भने धेरै आशा गरेको छु। र यसै गरी लाइक सेयर गरिदिनु छ। थ्याङ्क यू फर वाचिङ।